यहाँनिर यो यस्तो टिभीको स्ट्यान्ड है, यस्तो टिभीको स्ट्यान्ड किचनमा बस्दा नि के को टिभीको स्ट्यान्ड टिभी राख्नु पर्यो है, यत्रो पल्लै पाल गरेको छ, फुल रिपेयर गर्नुपर्छ। ल बाहिरतिर चाहिँ यतिको चाहिँ ठिकै हो, यतिको चाहिँ नट टु ब्याड। अलिअलि हेजिसहरू ट्रिम गर्नुपर्छ, यो ग्रासहरू अलिअलि ट्रिम गर्नुपर्छ होला, नत्र प्रपर्टी त भयङ्कर राम्रो छ नि। तपाईँको साइडमा चाहिँ ड्राइभवे, उतापट्टि ग्यारेज पनि छ, दुईटा गाडीहरू चाहिँ यहाँनिर होइन। प्रपर्टी र लोकेसन त निकै राम्रो छ नि। यो कार्पेटहरू बाहिर सब मैला भएको छ होइन, यो क्यामेरामा चाहिँ देखिन्छ कि देखिँदैन, तर यो चाहिँ सब यो चाहिँ जेट वास गरेर पनि हुँदैन, यो वास गरेर हुँदैन, यो चाहिँ पुरा फेर्नै पर्छ, नयाँ भने फेर्नै पर्छ। यहाँ हेर्नुहोस्, यो कालो कपालको रङ हो कि के हो, ल हेर्नुहोस् कर्टन पोल भाँचेर राखेको छ है। अब बाथरुम चाहिँ डिसेन्ट नै छ, तर यहाँको मुनि एउटा रबरको त्यो सिल हुनु पनि त्यो पनि छैन है। यता बाथरुममा आउनुभयो भने ल हेर्नुहोस्, यहाँ बाथरुम प्यानल पनि यो सबै फुटाएको भएर यो चाहिँ रिपेयर गर्ने। अब यो 2 वर्ष अगाडि मात्रै नयाँ राखेको हो, फेरि रिपेयर गर्ने भनेर निकालेर चाहिँ राखिरहेछ है। अब यहाँ साइड साइडको भित्ताहरूमा अब जस्तै फर इक्जाम्पल यहाँनिर यस्तो यो मैलाहरू राम्रोसँग देखिँदैन, यो कार्पेटहरूमा यो आइरनको डाम हो कि के हो, यो कडा छ, यो क्यार कराउँछ, यो रिपेयर गरेर हुँदैन। यो होल एरियामा चाहिँ यो वाइट पेन्ट हान्नै पर्छ। अझै यहाँ त पुरा पेन्सिलको मार्कै थियो त, अलिअलि भनेर सफा चाहिँ गरेर गयो रहेछ। सो एनिवे हजुरहरू यस्तो चेकआउटमा यस्तो खालको डिजास्टर देख्नुभयो भने आत्ति हाल्नु चाहिँ पर्दैन है। यदि हजुरहरू ल्यान्डलर्डहरू हुनुहुन्छ भने चाहिँ हजुरहरूले सेक्युरिटी डिपोजिट पक्कै लिनुभएको होला। यदि सेक्युरिटी डिपोजिटहरू लिनुभएको छ भने चाहिँ मोस्ट लाइकली मोस्ट अफ द कस्ट चाहिँ कभर नै हुन्छ होला है। सो यो प्रपर्टीमा चाहिँ हामीहरूको सेक्युरिटी डिपोजिट चाहिँ रफली अराउन्ड 1400 पाउन्ड जस्तो थियो। सो यसमा चाहिँ हाम्रो पेन्टिङहरू गर्दा, क्लिनिङहरू गर्दाखेरि, वेस्टहरू चाहिँ डिस्पोज गर्दाखेरि चाहिँ मोस्ट लाइकली त्यसले चाहिँ मेजोरिटी अफ द कस्ट चाहिँ कभर हुन्छ होला। तपाईँको कभर भएन भने वी विल ट्राई एन्ड सेन्ड चार्ज द बिल टु द टेनेन्ट। अभियसली अब टेनेन्ट चाहिँ देशै छोडेर गइसकेको छ, सो आई डाउट इट उहाँले चाहिँ त्यो पे गर्छ भन्ने चाहिँ, बट वी क्यान ट्राई। तर अब हजुरहरूको चाहिँ अब आफ्नै प्रपर्टी छ, आफूले नै म्यानेज गरेर राख्नु भएको छ भने चाहिँ यो पेन्टिङ पनि आफै गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँको प्रिटी मच त्यो कस्ट चाहिँ त्यो डिपोजिट कस्टले चाहिँ सबै भ्याउनु पर्ने हो है। चेकआउटको बेलामा चाहिँ टाइममा यस्ता खालके डिजास्टर इन्सिडेन्टहरू हुन सक्ला। यसो हेर्दाखेरि चाहिँ स्ट्रेसफुल त डेफिनेटली भइ नै हाल्छ, तर म चाहिँ आत्ति नै हाल्नुपर्छ भन्ने चाहिँ म चाहिँ भन्दिनँ है। देयर इज अलवेज अ सल्युसन। अलिकति काम भएर अलिक ठन्डा दिमागले चाहिँ फेरि सोच्नुभयो भने ओके हाउ डु आई स्टार्ट, लेट्स डिस्पोज द वेस्ट पहिला सुरु, त्यहाँबाट लेट्स क्लिन द कार्पेट अथवा रिमुभ द कार्पेट, चेन्ज द कार्पेट होइन, त्यहाँबाट अनि पेन्टिङ गर्न सुरु गऱ्यो भने स्टेप बाई स्टेप गऱ्यो भने तपाईँको 1 हप्ता 1.5 हप्तामै सिद्धिन्छ क्या। तर अभियसली इफ यु गाइज आर नट एक्सपिरियन्स त्यो भयो भने चाहिँ या मेबी 3-4 हप्ता 1 महिना जस्तो चाहिँ फेरि फुल्ली रेडी गर्नको लागि लाग्छ होला। तर होपफुली यो प्रपर्टी we'll get it ready within the next 1 week and then we'll start marketing and hopefully we can get the tenant in the next couple of weeks. Hopefully your video ले तपाईहरुलाई help गर्यो होला. Thank you very much.